38 वर्षको प्रतीक्षापछि उद्घाटन गरिएको बस पार्क आज पनि बन्द अवस्थामा छ। अनि अहिले राजविराजमा एउटा प्रश्न गुन्जिरहेको छ। काबा मेयर इशरत प्रवीणले बस पार्क सञ्चालन गर्न उद्घाटन गर्नुभयो कि केवल शिलालेखमा नाम लेखाउन? जेठ 16 गते भव्य कार्यक्रम गर्दै राजविराज नगरपालिका वाडा नम्बर 2 राजदेवी टोल स्थित बस पार्क उद्घाटन गरियो। कार्यवाहक नगर प्रमुख इशरत प्रवीणले बस पार्क सञ्चालन भएपछि सवारी चाप घट्ने दावी गर्नुभएको थियो। 16 करोड भन्दा बढी लागतमा बनेको सुविधा सम्पन्न बस पार्क तयार छ, तर वास्तविकता बस पार्क खाली छ, सडक भन्ने जामले भरिएको छ। यदि सबै संरचना तयार थियो भने बस पार्क किन चलेन? यदि सञ्चालनको तयारी थिएन भने उद्घाटन किन गरियो? जनताले सोधिरहेका छन्, रिबन काट्न हतार, सञ्चालन गर्न किन ढिलाइ? आज पनि राजविराजको मुख्य बजारमा बसहरू सडकमै रोकिन्छ, जाम बढिरहेको छ, पाइदल यात्रु जोखिममा छन्। अनि प्रश्न फेरि त्यही, बस पार्क बनेको कसको लागि? स्थानीयहरू भन्न थालेका छन्, नेतृत्वको मूल्याङ्कन भाषणले होइन कामले हुन्छ। उद्घाटन गरेर फोटो खिच्नु सजिलो हुन्छ, तर सेवा सञ्चालन गर्नु नै असली परीक्षा हो। अहिले आलोचना बढ्दै गएको छ। काबा मेयर इशरत प्रवीणले घोषणा धेरै गरिन्, तर कार्यान्वयन किन देखिएन? शिलालेख ठूला, सेवा किन सानो? बस पार्क तयार, निर्णय किन तयार छैन? जनता जाममा नेतृत्व मौन किन? 38 वर्षको सपना उद्घाटनमै रोकियो। राजविराजका नागरिक अब भाषण होइन परिणाम चाहन्छ, किनभने विकासको अर्थ उद्घाटन होइन सञ्चालन हो। अब प्रश्न सिधा छ, बस पार्क कहिले सञ्चालनमा आउँछ काबा मेयरज्यू? प्रश्न जनताको, जवाफ नेतृत्वले दिनै पर्छ। राजविराज बस पार्कको योजना नयाँ होइन। 2044 सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गर्नुभयो। 2046 सालमा अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले फेरि शिलान्यास गर्नुभयो। 2052 सालमा शेरबहादुर देवालले पुनः शिलान्यास गर्नुभयो। पछि 2074 सालमा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र तत्कालीन नगर प्रमुख शम्भु प्रसाद यादवले संयुक्त रूपमा शिलान्यास गरेपछि निर्माण अघि बढेको थियो। तर स्थानीय विवाद र निर्माण ढिलाइका कारण यो योजना पूरा हुन 38 वर्ष लाग्यो। तर अहिले जनताको प्रश्न स्पष्ट छ, 38 वर्षपछि बनेको बस पार्क यदि चलाउन सकिँदैन भने बनाउनुको अर्थ के? उद्घाटन भयो, भाषण पनि भयो, तर सेवा अझै सुरु भएन। राजविराजका नागरिक अहिले यही प्रतीक्षामा छन्, बस पार्क कहिले सञ्चालन हुन्छ? किनभने विकासको मापन शिलालेखले होइन सेवाले हुन्छ। सवाल उठेको छ, बस पार्क कहिले चल्छ कि उद्घाटनमै विकास रोकियो?